आजको कविताको शीर्षक रहेको छ बुवा खसेको दिन। मन थरथरी काप्छ जब त्यो दृश्य याद आउँछ। हिजो सँगै भए जस्तो लाग्छ अनि आँखाहरू रसाउँछ। जब सानै थिए हजुरको काख नै मेरो बिस्तारा। तोते बोलीदेखि ताते तातेसम्म बुझ्नुहुन्थ्यो सबै इसारा। घरमा केही मिठो पाक्दा मैले नचाकी खानुहुन्नथ्यो। मलाई बिमारले स्याप्दा छाडी मलाई कति जानुहुँदथ्यो। विराम गर्दा जहिले बासँग बचाउनुहुन्थ्यो। आँसु झारे मैले केही भने हँसाउनुहुन्थ्यो। हजुरआमा अझै रुँदै छिन्, कसरी भुल्न सक्छु र उनको सिउँदो खाली भएको दिन, उनी राडी भएको दिन। भत्ता बुवाले बुझ्नुहुन्थ्यो, गोजी मेरो भारी हुन्थ्यो। मेलापातमा रोज्नुहुन्थ्यो, आगो ताप्दै कुरा गरिन्थ्यो। स्कुल जान मन नलाग्दा उहाँले जुक्ति दिनुहुन्थ्यो। नराम्रो काम मैले गर्दा उहाँले बुद्धि दिनुहुन्थ्यो। घर छेउको बेलौती टिपी मनाइदिने, भाइ भाइको झगडा छिनभरमै मिलाइदिने। बिहान बेलुका खुर्बे डुबेर हिँड्ने, उज्यालो मुहार आफ्नो बनिने कसैलाई नपिर्ने। हजुरआमा अझै रुँदैछिन्, कसरी भुल्न सक्छु र घरमा कंस पसेको दिन, भाइ भाइको अगुचा बढेको दिन। चिया बुवाको लागि थियो अमृत, बिहान गुन्किने त्यो रेडियोको गीत। उठ्ने बित्तिकै भैँसीलाई कुरो, त्यसपछि भगवान्लाई दीप। मौन छन् बुवाले चाल्ने ती रुखहरू, निराश छन् 84का लागि साँचेका ती बत्ती र धुपहरू। भकारी बा जान साथ रित्तिएको, रमाइलो भिडभाड घर बासँगै सिद्धिएको। हजुरआमा अझै रुँदै छिन्, कसरी बोल्न सक्छु र लुकाएर पैसा दिने हात गएको दिन, पूजा गर्ने मन्दिर घाट भएको दिन। सिरानी मुनिको चुरोट अझै बुवा 20 वर्षको खोजीमा छ। राति बारी समाउन ल्याइदिएको लाइट बुवाकै इष्टकोटको गोजीमा छ। खानालाई राखिदिएका दाँत अझै बुवाको गिजा खोजिरहेछ। सधैँ सँगै सुन्ने त्यो भित्तो रेडियोको धुन सोचिरहेछ। भित्ते पात्र पल्टै अब सायद कसले हेरिदिने, मैले उल्टो लगाउँदा चप्पल अब कसले फेरिदिने। हजुरआमा अझै रुँदै छिन्, कसरी भुल्न सक्छु र बाटो देखाउने अगुवा गएको दिन, मलाई सबैभन्दा माया गर्ने हजुरबुवा नरहेको दिन। घरसँगै गाउँ पनि खाली खाली भएको छ। सँगै बिताएका पल अहिले यादहरू मात्र भएको छ। नरमाइलो त लागिरहेछ जब घरको मुली मान्छे फोटो स्वरूप भित्तामा टाँगिरहेछ। बाको लाठीसँगै आमाको साहस पनि भाँचिएको। कठैभरे सँगै 84 गर्ने सपना पहिरोसरी भाँसिएको। हजुरआमा अझै रुँदै छिन्, कसरी भुल्न सक्छु र मेरो भगवान्को नि भगवान नरहेको दिन, पर्नेको जुन कालो भएको दिन।